हामी चाहिँ अब क्लब हाउस सरेको है कटेर सबै उठेको हो शरणार्थी भएको गजब बेइज्जती जियो रे बाहुबली मार्कुस दा हेपी भर्खर जितेर आएको छ है मेरा हाम्रो बोट पनि झर्यो हामी चाहिँ अब क्लब हाउस सरेको है सामानहरू निकालिसकेको छ अब यहाँ चाहिँ हाम्रो क्लब हाउस थियो है अब यहाँबाट चाहिँ सरेको है यो पर्सनल प्रब्लम भनिदिउँ र यहाँ हाम्रो दाजुहरू आफ्नो धुनमा छ सबैजना काम गर्दैछ हजुर के दा खोइ जानुपर्छ भन्दैछ केटाहरू यहाँ सबै निकालिसकेको छ है आधी उधी चाहिँ लगिसकेको छ यहाँ थियो हाम्रो क्लब हाउस यहाँबाट चाहिँ अब सरेको है यहाँबाट चाहिँ सरेको जलाइदिउँ यो पोइ माथि पर लैजाउँ कि यो पर हामी आगो ताप्दिउँ न तर बेन्जदारलाई सोधौँ है पेसी सर के छ भन्नु आज केही छैन आज पहिला काम गर्ने उठेको अब हाम्रो कटेर सबै उठेको हो शरणार्थी भएको अब गएको ला 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 ट्रफीको विषयमा भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ हामीले यहीँ जितेको 27 जुलाईमा है यहाँ हेर्नुहोस् यो चाहिँ विनर ट्रफी हो र यो चाहिँ भनेपछि यो चाहिँ सन्यासी डाँडामा जितेको हो यो चाहिँ रनर ट्रफी हो विनर होइन नि तपाईहरु रनर झन्डैले जितेको नि फेरि विनरै भएको थियो कि र यो भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ पासा बुङबाट ल्याएको हामीले विनर ट्रफी हो यो प्लस कन्ट्रोल भन्दिनँ र यो चाहिँ हाम्रो 4 जनाले गजब बेइज्जती खेलेर जितेको हो यो चाहिँ हाम्रै क्लबको मेम्बरहरूले जितेको यो चाहिँ एकदम मूल्य चिज हो यो चाहिँ एकदम हाम्रो को सन्ते बासिङदा मार्कुसदा धोदो 3 जनालाई चाहिँ एकदम मार्कुसदा पनि थियो हैन यो घाँटी सुक्यो भने पानी पनि छ यता घाँटी सुक्यो भने पानी आधी उधी त लगिसक्यो सामान यो अलिअलि रहेको छ है र ट्रफीहरू यसरी छ इस यहाँ हेर्नुहोस् टक्कै हो यो चाहिँ मार्कुस दाले गोली हाल्दै गरेको यो चाहिँ हाम्रो रनर ट्रफी हो यो विनर ट्रफी है यो चाहिँ शहीद दिवसमा जितेको है र यो चाहिँ के भन्नु पर्दा यो चाहिँ रनर यो सन्यासी डाँडामा र यो पासाबुङमा विनर ट्रफी र यो त्यसकै हो हैन त्यसको ट्रफी हो यो पासाबुङमा जितेको 4 जना खेलेको थियो नि 4 साइड खेलेको छ ट्रफी हो यो 4 साइड र हाम्रो आदि र सामान सराई हुँदैछ है र भर्खर डुँडे पनि आइपुग्यो मालबजारबाट ऊ सामान लिएर आएछ चेकको भ्लग बनाउनु भन्दैछ यहाँ ल 1 लाख चेकमा पाएको अरे हाम्रो राकेश दाले भर्खर जितेर आएको छ है यो चाहिँ 30,000 यो पासाबुङको यहाँ क्लिनरमा छ हाम्रो भाइहरू यो चाहिँ हाम्रो बोट हो कमन वी र यसरी सिनिकै पारिसकेछ केटाहरूले
सामान सबै सारिसकेको छ है। अब यो चाहिँ यति छ है लानुपर्ने र यति लगेर चाहिँ टाटा बाई बाई। काटी पर्दैन अरे हौ काकाले उयो झुन्डाउँछ अरे। र हाम्रो क्लबको लोगो यो चाहिँ सबैलाई थाहा भएकै कुरा हो, कतिलाई थाहा छैन। थाहा भए छैन भने चाहिँ यो चाहिँ हाम्रो क्लबको लोगो हो। र यहाँ सुजित लामा छ, अजय देवगन सुटिङ सामान यसरी बोक्दैछ है। बिचारा माया लाग्यो तिमी। हर घडी बदल रही है रूप जिन्दगी। भन्ने गीत पो लुना लु र बाहुबली कुछ जलवा दिखा भाइ। एक्लै सक्छु म बोक्नु? गए सक्दैन, सामान छ भित्र। सामान छ नि त भित्र राकेश दा। पर्दैन यहाँ यति राख्न। र आधी सामान चाहिँ यहाँ जलाइसक्यो हामीले। के जो लो लैजाउँ नौ सक्छ यो के तपाईँको बर्थडे आज एकछिन यहाँ तपाईँहरू बसिदिनुहोस् अरे है। एकछिन मात्रै हजुर एकछिन मात्रै